सो गाइजहरू हिउँ परिरहेछ, बाहिर आउनुहोस्, हिउँ खेल्नुहोस्, सुती मात्रै नरहनुहोस् है। गाइज आज हामीसँग चाहिँ 4-5 जना साथीहरू भेट भएछ होइन। Guys, I'm आज हामी हल्का कुराकानी गर्नेवाला छौँ र आज जापान आएपछिको एक्सपिरियन्सहरूको बारेमा चाहिँ एक्सप्लोर गर्नेवाला छौँ केटाहरूसँग। ल ल ल नवराज दोस्त भन ल कङ्ग्रेचुलेसन पहिला सुरुमा हजुरबाट धन्यवाद धन्यवाद तपाईँलाई धन्यवाद है। आज चाहिँ कस्तो हो भने जापानमा फर्स्ट टाइम आएको बेला चाहिँ यो हामीले हिउँ खेल्न पाइयो। 2 महिना मात्रै भएको छ है हामी चाहिँ आएको, त्यसैले चाहिँ फर्स्ट टाइम हो हाम्रो एक्सपिरियन्स। राम्रो एक्सपिरियन्स रहेको छ है। राति राति यस्तो घुम्न दाइलाई पनि भेटेको छ आज यार ये कितनी औसम है यार। खुसी लागेको छ होइन दाइलाई भेटेर। अब यहाँनिर जापानमा फर्स्टचोटि अब भनौँ न होइन, अब हिउँ परेर चट्टसँगले हामी चाहिँ अब यहाँ हिउँ खेल्दैछौँ अहिले। हिउँ खेलिदियो के भन्नु, बाहिर अब यसो घुम्न आएको ठ्याक्कै दाइलाई भेट भयो होइन। यति नै हो, केही भन्दिनँ म त। ल ठिक छ एकदमै राम्रो। हजुर हजुर योभन्दा धेरै के भन्नु होइन। आउनु त्यो होइन दाइ चाहिँ दाइ नै हुनुहुन्छ। बोल हेलो हेलो ठिक छ। नाम के हो? मेरो शिवम। कता बस्नु? यहाँ निसिखा भएको चाहिँ अगाडि बस्नुहुन्छ है। अनि कस्तो रह्यो त एक्सपिरियन्स? एकदम भएन लाइफकै फर्स्ट एक्सपिरियन्स हो अहिले खेलेको हिउँ खेलेको पनि। त्यो त मेरो पनि लाइफको फर्स्ट एक्सपिरियन्स नै हो है। ए ल ल अनि कस्तो भइरहेछ 2 महिनासम्मको यात्रा? एकदम राम्रो। एकदमै राम्रो हो। काम के कस्तो? काम छैन चलिरहेको छ छैन? चलिरहेछ काम। केमा हो? यामातो सब केटाहरू यामातो सब केटाहरू भन्छ त्यसमा केटाहरूको। ल अरू भयो भएन भन न यार। केटाहरू समथिङ के भन्नु, मेरो चाहिँ यो फेरि फर्स्ट एक्सपिरियन्स चाहिँ होइन, त्यही पनि राम्रो छ। केटाहरूको फर्स्ट एक्सपिरियन्स भयो होइन, एकदम ठिक छ, रमाइलो भइरहेछ होइन। एकदम 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 रमाइलो भइरहेछ होइन। अब काम चाहिँ गर्नुपर्छ धरो, त्यही भने अब यही मौकामा यसको यो पसलको बारेमा नि उयो एडभर्टाइज हान्दिउँ न त। ल सो गाइज हामी चाहिँ यहीँ बस्छौँ, यो बस्छौँ होइन। यो तल चाहिँ के भन्छ हलाल सब नेपाली हलाल। के भन न केटा, यहाँ के पाइन्छ कस्तो? अब यहाँ चाहिँ जाडोमा भन्छ, जाडोमा हाम्रो पसलको दाइ त्यहाँ यहाँ चाहिँ दाइ हुनुहुन्छ। तपाईँहरू भन्नुहोस् न। यहाँ चाहिँ अब भनौँ न यस्तै जाडो भयो भने तातो थुक्पाको झोल मोमो के खान मन लाग्छ होइन। आइटम राखेको छ होइन, रोजी खानु हुन्छ, धेरै टाइम पनि लाग्दैन, चट्ट हुन्छ, चट्ट मिठो टेस्टी होइन। अरू सामानहरू पनि केही आफूलाई चाहियो भनेदेखि किन्न मिल्छ यतातिर पनि। मासु घरमा चाहिने सामान होइन। अब परफ्युम सर्फ्युम पनि छ, टक्क केटाहरूको लागि चाहिन्छ भने होइन, केटीहरूको लागि मेकअपको सामान भयो। नेपाली आइटमहरू सबै यहाँ पाउन सकिन्छ। सबै थोक पाइन्छ होइन। एकताल आउनु होला, हेर्नु होला, मनपर्छ पर्दैन कस्तो छ। हामीलाई चाहिँ अब राम्रो लागेको छ, सरलाई कस्तो लाग्छ भन्ने कुरा हो होइन। हाम्रो दाइसँग पनि कुरा गर्नु, दाइ छ त्यहाँ। मेन अनरसँग त कुरा नहुने त कुरै भएन नि। दाजु प्लिज ओनेगाइसिमास के न के चाहिँ भनिदिनु न अब यहाँको बारेमा। अब यहाँ के पाइन्छ कस्तो कुराहरू? अब यस निसिकावागुची स्थित मोमो हब एन्ड लाफिङ सेन्टरमा भनेको अब ठ्याक्कै कहाँनिर पर्छ? यो एकीबाट हिगासी साइडमा एकीबाट 3 मिनटको दूरीमा रहेको छ मोमो हब एन्ड हजुर निसिकावागुची मोमो हब एन्ड लाफिङ सेन्टर भनेर गुगल म्यापमा सर्च गर्दा पनि भेट्नुहुनेछ। 3 मिनटको दूरीमा छ। यसमा अब फास्टफुड जस्तै अब मोमो, लाफिङ, चटपट, चाउमिन र हलालको आइटमहरू सुपथ मूल्यमा पाइन्छ। हामीलाई आएर सेवा गर्ने मौका दिनु होला। सस्तो र सुलभ मूल्यमा चाहिँ सबै कुरो चाहिँ यहाँ पाउनेवाला छ। त्यो पनि नेपाली आइटमहरू है, सबै कुरो चाहिँ नेपाली। आहा, यति भन्दै आजको भिडियो यहीँ समाप्त गर्नुभन्दा अगाडि अन्तिममा केही भन्न चाहनुहुन्छ तपाईँहरू?
अब त्यही हो अब आउनु होला होइन एकताल यहाँनिर कस्तो छ के छ घुम्नु होला के गर्नु होला दाइले लोकेसन भनिहाल्नु भयो होइन यही लोकेसनमा आउनु होला अब सबै थोक पाइन्छ आफूलाई किचनमा चाहिने सामानदेखि लिएर मान्छेलाई हुन्छ अब पत्नु सर्छौँ यसो अब पूजासुजा गर्ने मान्छेहरूको लागि पनि रहेछ अलिअलि होइन मासु सासु लगायत होस्टेलको पनि व्यवस्था छ यहाँ माथि यहाँ चाहिँ होस्टेलको पनि व्यवस्था छ है यो अरू पनि अब खोज्नु पर्यो भने पनि अब अलिअलि धेरै सहयोग चाहिँ यहाँबाट पाउन सक्नुहुन्छ पाउन सक्नुहुन्छ होइन अब केही खान मन लाग्यो चट्ट भने पनि खुट्टा खान मन लाग्यो भने पनि सम्झिनु सक्नुहुन्छ होइन अब यति नै भनौँ अरू पनि ल के भन्नुहुन्छ मेरो केही छैन नवराजको केही छ कि समथिङ एकपल्ट सो गाइजहरू हिउँ परिरहेछ बाहिर आउनुहोस् हिउँ खेल्नुहोस् सुती मात्रै नराख्नुहोस् है जापानमा आएर अलिकति चहल पहल दिनुपर्छ है यति चाहिँ आज एकदमै रमाइलो भयो ल सबैले केटाहरूलाई थ्याङ्क यू सो मच ओके छ जाडो छ भित्रै बस्नुपर्छ होइन यसरी बाहिर हिँड्नु पनि हुँदैन ठिक छ तर केटाहरू यहाँ मौका आउनु भएको रहेछ होइन ल रमाइलो भयो ल थ्याङ्क यू सो मच धन्यवाद दाइलाई पनि ल दाइलाई पनि धन्यवाद एकताल अवश्य पनि होइन भिडियो चाहिँ गर्नु होला